मैले रिसर्च पेपरहरू यसो पढ्दै जाँदाखेरि एउटा कुरा भेटेँ कि इपिलेप्सी हाम्रो गाउँघरतिर त्यसलाई छाडे रोग भन्छ या त मृगी भनेर भन्छ नि होइन। त्यो किन हुन्छ भनेर मैले यसो रिसर्च पेपरहरू पढ्दै जाँदाखेरि मैले के भेटेँ भन्दाखेरि त्यसमा चाहिँ विभिन्न कारणहरू हुने रहेछ होइन। जस्तै अब हाम्रो इपिलेप्सी, यो जुन इपिलेप्सी भने त्यो चाहिँ अननोन कारणले पनि हुनसक्छ। तर यदि नोन कारण हो भन्नाले थाहा छ कारण, यदि कुनै कारण छ भने त्यो के कारणले हुन्छ त भन्ने कुरा हामीलाई थाहा हुनुपर्छ कि होइन। त्यसैले यसको मैले रिसर्च पेपरहरू पढिरहेको थिएँ। एउटा रिसर्च पेपर अलि मलाई इन्ट्रेस्टिङ लाग्यो। त्यो अरबमा एउटा रिसर्च भएको रहेछ, अरेबियन कन्ट्रीहरूमा होइन। अनि अरेबियन कन्ट्रीहरूमा चाहिँ के हुन्छ भन्दाखेरि मुस्लिमहरू धेरै बस्ने हुन्छ होइन। अनि मुस्लिमहरूमा चाहिँ अब मेनली आफ्नो ब्लड लाइनमै पनि बिहे भइदिइरहेको हुन्छ कि भन्नाले ब्रदर सिस्टरहरूमै होइन, त्यस्तैमा पनि बिहे भइदिइरहेको हुन्छ होइन। अलि नजिककै रिलेसनमै पनि बिहे भइदिइरहेको हुन्छ होइन। अनि त्यसलाई चाहिँ हामीले इङ्ग्लिसमा प्यारेन्टल कन्सेन्ग्युनिटी भनेर भन्छ कि त्यो चाहिँ एकदम मेजर कारण रहेछ कि त्यहाँनिर इपिलेप्सीहरू हुने होइन। यो त अरबको कुरा हो होइन। अरबतिर चाहिँ त्यो चाहिँ एकदमै धेरै हुने रहेछ। त्यसपछि अर्को के कारण हुन्छ त भन्दाखेरि अब बुवा आमालाई वा बाजे बजैलाई छ भने त्यो बच्चाहरूमा पनि ट्रान्सफर हुने हुँदो रहेछ कि। भनेको फ्यामिली हिस्ट्री यदि देखियो भने इपिलेप्सीको त्यो चाहिँ बच्चाहरूलाई पनि देखिने हुन्छ। यो पनि एउटा मेजर कारण हो हाम्रो